Red Rock George Lookout. I couldn't give you a warning, but I felt it all over me. I hope you come where I'm going, being my hands are free. Hello. हामी आइपुग्यौं काम्बा पुल। आजको हाम्रो डेस्टिनेसन भनेको रेड जर्ज लुकआउट अनि त्यो चाहिँ यो उरम्बी नेचर हिल रिजर्भमा रहेछ। त्यो रेड जर्ज लुकआउटसम्म जानको लागि यो मुरम्बिजी भन्ने एउटा रिभर छ, त्यसको रिभरको छेउछाउ हुँदै जान्छौँ। यहाँ एउटा हाइकिङ ट्रेल पनि छ। आर यु एक्साइटेड? म त गएको छैन। म पनि गएको छैन, तर मैले चाहिँ यो फोनमा हेरेको थिएँ के। अनि यहाँ चाहिँ काम्बा पुल भन्ने रहेछ। त्यसपछि काम्बा पुलबाट हामी पाइन आइल्यान्डसम्म जान्छौँ के अरे, डेस्टिनेसन त्यसै रहेछ। त्यो रेड जर्ज लुकआउट चाहिँ सायद समर इन बिट्विन जस्तो लाग्यो मलाई। सो हामी चाहिँ मेन कार पार्कमा आइसक्यौँ। सो सबै अल द डिटेल्स आर हियर। सो हामी चाहिँ यहाँ छौँ अहिले। फर्स्टमा हामी यता काम्बा बिच जान्छौँ, त्यसपछि फर्केर आएर फेरि यहाँ हाम्रो टप अफ दि ट्रेलमा जान्छौँ। सो नर्मली 2 आवर्स वक रे 5 किलोमिटर्स फ्रम हियर आउने जाने गरेर। के गरी तपाईँहरूसँग चाहिँ साइकल छ भने चाहिँ हाफ एन आवर लाग्दो रहेछ। सो द्याट्स द बेस्ट पार्ट। वक गर्न पनि मिल्यो, साइक्लिङ गर्न पनि मिल्यो। हामीसँग चाहिँ साइकल छैन, सो आज चाहिँ वक गर्ने भनेर आएको। अब चाहिँ हामी काम्बा पुल आइसक्यौँ। काम्बा पुल चाहिँ कार पार्कबाट जस्ट 5 मिनट्स वक डाउन साइड। यहाँ चाहिँ हामीले सानो रिभर छ। यो ठाउँ चाहिँ कति पिसफुल छ कि। देखेर त्यो मुस्ताङको एउटा त्यो जेरी फिल्ममा धुम्बाले के थियो नि, मलाई ठ्याक्कै त्यो याद आयो कि। सिमिलर देख्छ यो। Water and forest. Are you ready to fly? Oh yes, you are. We were born into a world on fire. So we are back to the starting point. हामी चाहिँ अघि तल काम्बा बिचमा गएको थियौँ, राम्रो लाग्यो। सेम नेपाल भाइब्स दिइरहेको थियो। अब चाहिँ हामी चाहिँ मेन ट्रेल चाहिँ यता छ। हामी चाहिँ कार पार्कमा छौँ। अब 2 आवर्स अप एन्ड डाउन। तर हामी चाहिँ भिडियोहरू पनि खिच्ने भएर मेबी 3 to 4 आवर्स लाग्छ होला। Hopefully. Let's start our hike from here. हामी बिहान घरबाट निस्किने बेलामा चाहिँ वेदर एकदम चिसो थियो, घाम लागेको थिएन। तर अहिले यहाँ 81 घाम चर्क्यो, गर्मी भइसक्यो। किनभने हामीले स्वेटर लगाएर आएको थियो नि त, चिसो हुन्छ भनेर। तर ठिकै छ, अलिअलि हावा पनि चलिरहेको छ। एकदम राम्रो छ यो ट्रेल चाहिँ। यु सुड डेफिनेटली कम हियर वेन यु आर इन क्यानबेरा। अघि हामी गएको बिच चाहिँ यहाँ तल छ। हामी चाहिँ अहिले 500 to 1 किलोमिटर चाहिँ हिँड्यो होला। टोटल चाहिँ हाम्रो 5 किलोमिटर थियो। हामी चाहिँ अब भिडियो खिच्ने यताउता गर्ने भएर अलिक टाइम लागिरहेको छौँ। तर सर्ट हाइक हो, त्यसैले नो निड टु वरी। हामी टाइममै पुग्छौँ र फर्किँदाखेरि त खिचिन्न नि धेरै, त्यसैले छिटो हुन्छ फर्किँदा चाहिँ। त्यो चाहिँ हो, फर्किने बेलामा त टन्न खाजा खानुपर्छ। मैले देखेँ रेड रक जर्ज पारी डाँडामा छ। अनि त्यो टाउन सेन्टर, त्यो चाहिँ टकरनङ टाउन सेन्टर जस्तो लाग्यो मलाई। अनि आज हाइकिङ आउँदा चाहिँ मलाई चाहिँ कस्तो फिल आइरहेछ भने, दसैँमा गाउँमा जान्थ्यौँ नि त, अनि मामा घर जानु यस्तो ठाडो उकालो चढेर आधी घन्टा अति ठाडो उकालो चढेर अनि त्यसपछि तेस्रो बाटो लाग्नु पर्थ्यो कि। अनि मलाई चाहिँ ठ्याक्कै त्यो मामा घर गएको याद आइरहेछ कि। तर भन्यो भने यो क्यानबेरामा बस्यो भने चाहिँ हामीलाई नेपाल मिस हुँदैन है। खासै मिस हुँदैन। यहाँको माउन्टेन चाहिँ भन्छ, खासै माउन्टेन त होइन, त्यो पहाड हो यहाँतिर। माउन्टेन हेर्नु चाहिँ नेपालै हो, तर ग्रिनरी होइन, सबै नेपालकै छ। सो यो चाहिँ थर्ड पुल होला। भिडियो खिच्दै हिँड्नलाई चाहिँ
अलिकति गाह्रो चाहिँ गाह्रो हुँदो रहेछ बानी नभएर किनभने हामी नर्मली भ्लगहरू गर्ने बेलामा चाहिँ धेरै त्यो अलिअलि क्लिपहरू जोडेर राखिदिन्छ नि त तर यो हाइकिङहरूमा चाहिँ भिडियो खिच्दै हिँड्नलाई चाहिँ टु कम्प्लिकेटेड यसको लागि चाहिँ एक्सपिरियन्स चाहिँ धेरै चाहिने रहेछ फिल भयो अनि हाम्रो सिसन दाइले कसरी भ्लग राख्छ होला है ओ त अन्त हाम्रो सिसन दाइ त पुरै त्यो पुरा इन्टरेक्ट गरिरहेको हुन्छ नि त अरू पिपलहरूसँग अनि यस्तो इन्ट्रेस्टिङ बनाउँछ हामी चाहिँ अहिले आई थिङ्क मिडल बिच बाटोमा आइसकेका छौँ यता मासतिर गयो भने चाहिँ आई डोन्ट नो कहाँ जान्छ यो उति सिधा गयो भने चाहिँ हामी रेड रक जर्जमा जाने हो खास लुकआउट हामी सिधा जान्छौँ हामी चाहिँ यो रेड रक जर्ज लुकआउट पोइन्ट आइपुग्यौँ यो अघिको रिभर भयो यो मुरम्बिजी रिभर एन्ड देन रेड रक त्यहाँ पर छ यो रेड रकमा चाहिँ खासमा हामी के अरे सनसेट टाइममा आऊ भनेर भनेको थियो कि त्यो लाइटको रिफ्लेक्सनले चाहिँ एकदम राम्रो देख्छ अरे बट दिस भ्यू पोइन्ट इज worth watching. Nice. Nice, yes. पछाडि चाहिँ नेपालको खोलाहरू जस्तो छ ट्याक्कै ढुङ्गाहरू है हेर न सेम छ नेपालै हेरेको आई लाइक दिस मी टु हामी चाहिँ लगभग आई थिङ्क 1 आवर भन्दा बेसी लाग्यो होला फटाफट हिँड्यो भने चाहिँ आई थिङ्क 45 मिनट जति लाग्छ होला काममा पुलबाट यहाँसम्म त्यहाँ चाहिँ कार पार्क छ हामी चाहिँ अब भिडियो खिच्दै यताउता गर्दा चाहिँ 1.5 आवर जस्तो लाग्यो जस्तो लाग्यो मलाई चाहिँ If you are living in Canberra or you are visiting Canberra soon and you want to go out for a small hike, this place is definitely for you. किनभने यो सिटीबाट 15 minutes drive होला Kamba पुलसम्म and then it will take around an hour for you to reach to the lookout point. त्यही भएर it might be the best place for you. अनि यो चाहिँ it's very similar to Nepal. किनभने यहाँ खोला नाला पनि छ अनि सानो त्यो बीच साइड भनेर काम्बा पुलमा बीच साइड पनि छ अनि यहाँ चाहिँ फरेस्ट पनि छ अनि यो पोइन्ट चाहिँ एकदम राम्रो पनि देखिरहेछ त्यही भएर यु शुड डेफिनेटली कम हियर इफ यु आर विजिटिङ क्यानबेरा अलि तपाईहरुलाई अलि सर्ट ट्रिपको लागि हेर्ने हो भने चाहिँ यो एकदम राम्रो लाग्यो मलाई अलि लङ ट्रिपको लागि चाहिँ ठीक छैन किनभने जस्ट 1-2 आवर्सको लागि हो त्यसैले सर्ट ट्रिप एन्ड स्वीट ट्रिप चाहनुहुन्छ भने चाहिँ आई वुड सजेस्ट टु visit this place. Yes, definitely. And yep, don't forget to subscribe our channel for our next video and don't forget to click the like button. Thank you for watching. Keep supporting.